हेलो गाइस, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ म यहीबाट घुम्न हिँडेको छु। भिडियोमा अन्तिमसम्म जोडेर हेर्नु होला। अब चाहिँ म हिँड्दैछु बाटोतिर, देख्न सक्नुहुन्छ। यता चाहिँ बाजा खेतहरू छन्। यस्तो गर्मी छ, घरतिर भए खोलातिर गइन्थ्यो। यहाँ चाहिँ खोला सोला नि छैन। स्विमिङ पुलतिर जानु पर्थ्यो। स्विमिङ पुल पनि छैन हैन गाइस। तपाईँहरूलाई थाहा छ यो कुन चरा हो? थाहा छ भने कमेन्टमा भन्नुहोस् है। मलाई चाहिँ थाहा छैन। म चाहिँ लहर लहर हिँडेछु, के देखिन्छ तपाईँहरूलाई देखाउँदै हिँड्दै गर्छु। तपाईँहरूले हेर्दै बस्दै गर्नु होला हैन गाइस। यता चाहिँ मकै खानी भइसकेको छ। हाम्रोतिर चाहिँ बल्ल छरेको हो। यतातिर चाहिँ अब खाना लाउने बेला भइसकेको छ। हेलो गाइस, देख्न सक्नुहुन्छ भर चाहिँ अङ्कल आउनु छ फलफुल लिएर। फलफुल काट्नु छ। अब फलफुल लिएर पनि कस्तो निक्लियो। फलफुल चाहिँ रातो निक्लियो। अहिले चाहिँ आँप फल्ने बेला हो कि नै? यहाँ चाहिँ अङ्कलले आँप लिएर आइसक्नु छ। यहीँ पाकिसकेको छ। अङ्कल चाहिँ हिँड्नु है। अब अङ्कल चाहिँ गइसक्नु उता। म चाहिँ भिडियो गराउँदै हिँड्दै गरेको छु। के देखिन्छ देखाउँदै हिँड्दै गर्दैछु। हेर्नु, अहिले चाहिँ आँप फल्ने सिजन। यहाँ चाहिँ फलेको छैन। त्यहाँ चाहिँ आँप फलेका छन्, सानो देख्न सक्नुहुन्छ हो हैन गाइस। यहाँ चाहिँ एउटा चरो थियो, कता भाग्यो। यता चाहिँ भैँसी। यहाँ चाहिँ जता गयो नि गाई है, जे पनि पाइन्छ। राति हिँड्ने गर्छन् यहाँ यतातिर गाई हैन गाइस। त्यहाँ चाहिँ अझै एउटा भैँसी छ, देख्न सक्नुहुन्छ। तपाईँहरू मन कसको साथी यस्तो छ टुवाल्ट हेर्छ हैन गाइस। त्यहाँ चाहिँ एउटा ठुलो टङ्की है, सबैको लागि पानी खानेको लागि। अहिले चाहिँ त्यहाँ चल्छ कि नै त्यही थाहा भएन। यहाँबाट देखिन चाहिँ ठुलै देखिएको छ हैन। वाट इज दिस इज अ बोयर हैन गाइस। घाम पनि यति चर्केको छ गाइस, के गर्ने यस्तो घाममा हैन। गाइस आजको लागि यति नै। भेटौँला अर्को भिडियोमा। जाने बेला लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु नभुल्नु होला हैन। आजको लागि हस्त धन्यवाद।